यति सानो कुराले चाहिँ हाम्रो के हुन्छ भने बाइकको माइलेज पनि दिँदैन हैन र बाइकको पिकअप पनि एकदम कम हुन्छ र बाइक चाहिँ बारम्बार स्टार्ट बन्द हुने या बाइक स्टार्टमा नबस्ने हुन्छ है त। भिडियोलाई स्किप नगरी हेर्नुस् के कारणले हुन्छ म तपाईलाई देखाउँछु है त। जस्तो मैले यो प्लग क्याप खोलिरहेको छु हैन र हाम्रो यो स्पार्क प्लगको क्याप चाहिँ म यसरी निकालेर यतापट्टिको करेन्ट हाम्रो चेक गरिरहेको छु। जस्तो हाम्रो स्पार्क प्लग हाम्रो क्यापमा चाहिँ एउटा तारबाट चाहिँ हाम्रो करेन्ट आइरहेको हुन्छ हैन र यो चाहिँ हाम्रो एकदमै ठीक छ, प्रोपरली ठीक छ भन्ने बुझिन्छ हैन। र अर्को राइटपट्टि हाम्रो पल्सरमा चाहिँ दुईपट्टि हुन्छ है र राइटपट्टि म चेक गरिरहेको छु हेर्नुस् है त। जस्तो राइटपट्टि म चेक गरिरहेको छु, यहाँ धेरै फोर पनि लागिरहेको छ हैन र हेर्नुस् यसरी चेक गर्दाखेरि चाहिँ हाम्रो के हुन्छ भने यहाँ चाहिँ हाम्रो करेन्ट बिल्कुलै आएको छैन हेर्नुस् एकदमै करेन्ट बिल्कुलै छैन है। यस्तो भयो भने चाहिँ हाम्रो के हुन्छ भने एकपट्टि करेन्ट आउने एकपट्टि नआउने भइदियो भने चाहिँ हाम्रो बाइकको पिकअप दिँदैन है, बाइक स्टार्ट पनि हुन्छ कुद्छ पनि तर पिकअप पनि दिँदैन है। त अब समस्या के हुन्छ त्यो पनि हेरौँ है त। जस्तो मैले यो साइडको कभर खोलिरहेको छु हैन र यो खोलेर हेर्दाखेरि हेर्नुस् त हाम्रो जुन इग्निसन कोइल हुन्छ नि यसको चाहिँ हाम्रो तारै हेर्नुस् त यसरी फुस्किएको रहेछ है। अब यो म लगाउँदैछु हैन। अब चाहिँ हेर्नुस् है हाम्रो राइटपट्टि पनि लेफ्टपट्टि पनि राम्रोसँग करेन्ट आयो भने चाहिँ हाम्रो बाइकले पिकअप पनि राम्रो दिन्छ, माइलेज पनि राम्रो दिन्छ र बाइक चाहिँ स्टार्टमा पनि बारम्बार बन्द हुने समस्या हुँदैन। यसरी तपाईहरुको पनि पिकअप कम छ भने दुईवटी फायरिङ एकचोटि चेक गराउनुपर्छ है।